नमस्कार साथीहरु, युजफुल टिप्स इन च्यानलमा तपाईलाई स्वागत छ। म अझै। यदि तपाई आइफोन युजर हुनुहुन्छ र कुनै पनि युट्युबको भिडियो होस्, ट्विटरको भिडियो होस्, इन्स्टाग्रामको भिडियो होस्, त्यो भिडियोलाई तपाईले डाउनलोड गरेर आफ्नो मोबाइलमा सेभ गरेर राख्न चाहनुहुन्छ भनेदेखि आइफोन युजरहरुको लागि त्यो सब गर्न अलिकति अप्ठ्यारो हुन्छ। तर यदि तपाईले सजिलो तरिकाले मजाले तपाईले यदि युट्युबको भिडियोहरु भयो, इन्स्टाग्रामको भयो अथवा ट्विटरको अथवा अरु कुनै ठाउँहरुको फेसबुकहरुको भिडियोहरु तपाईले यदि सजिलैसँग डाउनलोड गरेर राख्न चाहनुहुन्छ भनेदेखि कृपया यो भिडियो अन्तिमसम्म हेर्नु होला। एउटा सर्टकट हुन्छ जुन सर्टकटलाई तपाईले आफ्नो मोबाइलमा सेटअप गर्नुपर्ने हुन्छ र त्यसपछि तपाईले त्यो सबै ठाउँबाट सजिलैसँग त्यो भिडियोहरु डाउनलोड गर्न सक्नुहुनेछ। आउनुस् अगाडि भिडियोमा सुरु गरौँ कसरी त्यो सर्टकटलाई आफ्नो मोबाइलमा एड गर्ने र कुनै पनि ठाउँको त्यो भिडियोहरुलाई कसरी डाउनलोड गर्ने त। सबैभन्दा पहिला तपाई आफ्नो ब्राउजरमा जानुस्। ब्राउजरमा तपाई सफारी, क्रोम तपाईको मोबाइलमा जे छ त्यही ब्राउजर खोल्नुस्। जस्तो मैले क्रोम खोले। क्रोम खोलिसकेपछि अब तपाईले यहाँनिर गुगलमा गएर तपाईले आर डाउनलोड भनेर लेख्नुस्। आर डाउनलोड भनेर लेखिसकेपछि एउटा फर्स्ट वेबसाइट आउँछ जुन कि रुटिन हब भनेर लेखिएको छ। जस्ट यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरिसकेपछि अब यहाँनिर तपाईले गेट सर्टकट भनेर देख्न सक्नुहुन्छ। गेट सर्टकट भनेर लेखिएको ठाउँमा क्लिक गर्नुस्। यो सब गर्दाखेरि ख्याल गर्नु होला तपाईको वाइफाई अथवा तपाई मोबाइल डाटाबाट हुनुहुन्छ भनेदेखि अलिकति तपाईको इन्टरनेट कनेक्सन चाहिँ स्ट्रङ हुनुपर्छ, अलिकति राम्रोसँग चलिरहेको हुनुपर्छ। हल्का स्लो भयो भने पनि हुँदैन। अब यहाँनिर जस्ट तपाईले सेटअप सर्टकटमा क्लिक गर्नु होला। त्यसपछि अब यहाँनिर एड सर्टकट लेखेको ठाउँमा क्लिक गर्नु होला। डन। यति गरिसकेपछि तपाईको सर्टकट एड भइसक्यो। तपाईले जस्ट सर्टकटमा क्लिक गरेर तपाईले यहाँनिर देख्न सक्नुहुन्छ आर डाउनलोड भनेर आइसकेको छ। अब के गर्नुस् भनेदेखि तपाईले डाउनलोड गर्न चाहेको भिडियो कहाँ छ त्यो खोल्नु। जस्तो मैले युट्युबको भिडियो डाउनलोड गर्न चाहे, जस्तो यो भिडियो डाउनलोड गर्न चाहे। अब यो भिडियोमा मैले क्लिक गरिसकेपछि अब कुनै पनि भिडियो है त्यसको बटममा अथवा टपमा तपाईले शेयर भन्ने आइकन देख्न सक्नुहुन्छ। जस्तो यसको यहाँनिर छ शेयर। जस्ट शेयरमा क्लिक गर्नु होला। शेयरमा क्लिक गरिसकेपछि अब यहाँनिर तलपट्टि कसैको मोर अप्सन आउँछ तर मेरो चाहिँ नआएको हुनाले जस्ट मैले मोरमा क्लिक गरेँ। मोरमा क्लिक गर्नु होला। मोरमा क्लिक गर्ने बित्तिकै तपाईले यहाँनिर तपाईले देख्न सक्नुहुन्छ आर डाउनलोड भनेर आइरहेको छ एउटा सर्टकट। जस्ट यो आर डाउनलोडमा क्लिक गर्नु होला। त्यसपछि तपाईलाई यहाँनिर केही कुराहरु अलाउ गर्न भन्छ, जस्ट अलाउ गरिदिनु होला। त्यसपछि फेरि यहाँनिर अलवेज अलाउमा क्लिक गर्नु होला। त्यसपछि तपाईको त्यो जुन भिडियो डाउनलोड गर्न खोजिराख्नु भएको छ त्यो भिडियोको रेजुलेसन यहाँनिर आउनेछ। तपाईलाई जुन रेजुलेसन तपाईलाई ठीक लाग्छ त्यही रेजुलेसनमा तपाईले डाउनलोड गर्नु होला। जस्तो एकदम म चाहिँ फुल एचडी मा डाउनलोड गर्न चाहे 1080p देख्न सक्नुहुन्छ डाउनलोड भइरहेको छ। फेरि एकचोटी यहाँनिर अलवेज अलाउमा क्लिक गरिदिए डाउनलोड भइरहेको छ। त्यसपछि यहाँनिर फेरि अलवेज अलाउ गरिदिनु होला। यति गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ चेक मार्क लागिसकेको छ। तपाईको यो भिडियो डाउनलोड भइसकेको छ। अब तपाईले यो भिडियोलाई यदि तपाईले आफ्नो फोटोजमा ग्यालरीमा गएर तपाईले हेर्नुभयो भनेदेखि तपाईले यहाँ तलपट्टि देख्न सक्नुहुन्छ त्यो भिडियो आइसकेको छ। यसरी नै तपाईले कुनै पनि आफ्नो फेसबुक अथवा ट्विटर अथवा इन्स्टाग्राम अथवा युट्युबको भिडियोलाई तपाईले शेयर बटनमा क्लिक गरेर तपाईले मोर आइकनमा क्लिक गरेर तपाईले आर डाउनलोडलाई सिलेक्ट गरेर सजिलैसँग त्यो भिडियोलाई डाउनलोड गर्न सक्नुहुनेछ। ल त साथीहरु, यो भिडियोमा अहिले यति नै। यदि भिडियोमा पनि कृपया लाइक गर्न नबिर्सनु होला र साथै आफ्नो साथीसँग चाहिँ भिडियोलाई शेयर गर्न पनि नबिर्सनु होला। केही सल्लाह सुझाव छन् भने तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र युजफुल टिप्स इन नेपाल च्यानललाई सब्स्क्राइब गरिदिनु होला। जय नेपाल, बाइ बाइ।